त्यहाँबाट उहाँको घरमा एक दुई दिन बस्यौँ। उहाँले धेरै कुरा गर्नुभयो। कुरा गर्दाखेरि दुईटा यो धरती फुटेर भित्रै पस्ने कुरा गर्यो। पास्टरले त्यस्तो कुरा गर्दा धरती नै फुटेर स्वात्तै जानुपर्ने हो। मसाको पालोमा गयो त्यो त धरती फुटेर सबै के भन्ने थाहा छ? I don't have time to pray and read the Bible. A pastor from America. धन्न नेपाली थियो। मसित बाइबल पढ्नु र प्रार्थना गर्नु टाइम छैन। धरती फुटेर त्यति बेला गइहालेको भए हुन्थ्यो जस्तै लाग्यो मलाई। होइन त्यस्तो भए त नभन्नु नि। किनभने मैले इन्करेज गर्नु कोसिस गरिरहेको थिएँ। इन्करेज गर्नु कोसिस गर्दाखेरि उसले आफूलाई डिफेन्ड गर्नका लागि आई एम सो बिजी, आई एम डुइङ दिस, आई एम डुइङ द्याट, आई हेभ नो टाइम फर द बाइबल एन्ड प्रेयर। म यति व्यस्त छु, म यो गर्छु त्यो गर्छु, बाइबल र प्रार्थनाको लागि समय छैन। मैले त मनमा धरती फुटेर भित्र गएको भए पनि हुन्थ्यो भने, धरती नै फुटेर गएको भए पनि खुसी हुन्थेँ। किनभने कुनै कुरा त असहनीय हुन्छ। यो सहनको बाहिरको कुरा हो। त्यसै कारणले गर्दाखेरि मैले अघि तपाईँहरूलाई भने परमेश्वरको What is the purpose of your call? Why did God call you? परमेश्वरले तपाईँलाई किन सृष्टि गर्नुभयो, किन बोलाउनु भयो? फेरि पनि लेट्स गो ब्याक टु द कल। र मैले जब प्रभु पाएँ, मैले बुझेको छैन यो कुरा हो कि परमेश्वरले यही चाहनुहुन्छ। अघि भने नि मैले, डिलाइट योरसेल्फ इन द लर्ड एन्ड ही विल फुलफिल योर हार्ट डिजायर्स। दाउदले भनेको छ परमेश्वरमा मग्न हो। हालेलुया। मग्न हुने, कहिले कहिले प्रेममा मग्न हुन्छ नि। Sometimes we are so much in love, full of butterflies. हैन त? When we are in love, जब हामी कसैसित प्रेम सम्बन्धमा हामी गाँसिन्छौँ, हामी कति मग्न हुन्छौँ। तपाईँले राम्रो गरी हेर्नुहुन्छ भने डेभिड, सोलोमन, उनीहरू परमेश्वरमा यति